हजुरहरूलाई स्वागत छ आजको मेरो मिनी भ्लगमा। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। मलाई चाहिँ सन्चो नभएर म अलिकता होइन 1 हप्ता 10 दिन जस्तै ग्याप भयो। मलाई चाहिँ ग्यास्ट्रिक त पहिल्यैदेखि थियो, ग्यास्ट्रिक पनि अनि त्यहाँबाट प्रेसर हाई भएर एकदम धेरै गाह्रो भएर हस्पिटल धाउँदा मलाई चाहिँ अहिले अलिकता जाती भएको छ। मेरो कान्छी नन्द चाहिँ आमा खुवाउने औँसीमा आउनु भ्याउनु भएन, त्यही भएर अहिले आउनु भएको छ माइतमा। कि माइत भनेको चाहिँ हाम्रो घरमा आउनु भएको छ, अनि त्यही भएर उहाँ चाहिँ मेरो माइती गाउँमा बाहिर रोड बनाएको छ, त्यहाँनिर घुम्न जाउँ भाउजू भनेर भन्नुभएको भएर म चाहिँ हल्का रेडी भएर अहिले चाहिँ मलाई अलिक जाती भएको छ। त्यही भएर हामी सबैजना रेडी भएर गयौँ। हामी चाहिँ बच्चाहरू लगेर घुम्न। म पनि अस्ति जाने बेलामा चाहिँ खासै त्यस्तो रमाइलोहरू थिएन, अनि त्यो उयोहरू तोरणहरू टाँगेको थिएन। तामाङहरूको चाहिँ त्यो लुङदर माल्ने तोरणहरू चाहिँ एकदम राम्रो हुन्छ कि त्यस्तो टाँगेर एकदम राम्रो बनाउनु भएको रहेछ। अनि म चाहिँ अस्ति आमा खुवाउने जाने बेलामा त्यस्तो बनाउनु भएको थिएन, अनि अहिले चाहिँ बनाउनु भएको रहेछ। ल जाऊँ न त सबैजना भन्ने बेलामा। अब धेरै टाढो छैन, मेरो बिहे गरेको घर र मेरो माइती घर चाहिँ जम्मा आधा घन्टाको फरक छ कि। अनि रोडै साथी धेरै भएपछि हिँड्दै जानलाई चाहिँ त्यस्तो धेरै उयो लाग्दैन कि। हामी चाहिँ कुरा गर्दा आइपुगिसक्यौँ। हामीलाई चाहिँ गर्मी लास्टै गाह्रो भएको थियो, तर हामी आफ्नो जुन ठाउँ भनेर गएको त्यही ठाउँ पुगेपछि एकदम गर्मी सर्मी सबै हरायो कि खुसी भयो। एकदम राम्रो बनाउनु भएको रहेछ, एकदम राम्रो गर्नुभएको रहेछ उहाँले। कसले गर्नुभएको उहाँलाई चाहिँ एकदम धेरै धन्यवाद। हामी चाहिँ यहाँ पुगिसकेपछि चाहिँ हामी सबैजना आफ्नो अब टिकटक हुन्छ होइन, आजभोलिको त जमाना टिकटकको नै टिकटक बनाउने यताउति भयो। मलाई चाहिँ एकदम धेरै राम्रो लाग्यो। यो चाहिँ हाम्रो राप्ती 11 कालो पानी भन्दा अलिकति तल रातो डाँडा भन्ने ठाउँमा एकदम राम्रो छ। सबैजना गएर टिकटक भिडियोहरू बनाएर सबैजना गएर भिडियो बनाउनु एकदम धेरै राम्रो बनाउनु भएको छ। तर दिउँसोभन्दा अलि बेलुकाखेरि चाहिँ एकदम राम्रो हुन्छ। तर हामी चाहिँ बच्चाहरू मात्रै गएको थियौँ, ठुल्ठुलो मान्छेहरू गएको थिएन। कान्छी र मेरो 2 जना नन्द अनि म, मेरो बच्चाहरू भएको भएर हामी चाहिँ अलि दिउँसो त के भन्नु रातै पुरिसकेको थियो, त्यही भएर अलि चाँडै फर्क्यौँ। बेलुका चाहिँ एकदम रमाइलो के अरे साइडतिर सबै लाइट हाल्नु भएको रहेछ। यो चाहिँ बनाउँदैछ अझ त्यस्तो फिक्स राम्रो त भएको छैन, अझै बनाउँदै हुनुहुन्छ। अझै यो भन्दै राम्रो हुन्छ। सबैजना गएर भिडियो बनाएर हाम्रो ठाउँलाई पनि यसो भाइरल गराइदिउँ। मेरो माइती गाउँ हो यो चाहिँ, सबैजनाले गएर भिडियो बनाएर हाल्नु। अनि एकदम रमाइलो छ। हामी पनि गयौँ, हामीलाई चाहिँ रमाइलो लाग्यो, राम्रो लाग्यो। हामी चाहिँ ड्रेस लगेर गएको थियौँ, ड्रेस के अरे चेन्ज गर्ने के अरे टिकटकहरू बनाउने एकदम धेरै। अनि बेलुकाखेरि चाहिँ सबै लाइटहरू बनाउनु थियो, एकदम राम्रो देखाएको थियौँ। हामी चाहिँ धेरै बेर बस्न पाएन, किनभने रात पुरिसकेको थियो, घर पनि फर्किनुपर्छ। त्यहाँबाट फेरि हिँड्दै आउनुलाई आधा घन्टै लाग्थ्यो, अनि हामी चाहिँ यतिखेर फर्केको थियौँ। सबैजनाले मैले धेरै पछि मिनी भ्लग हालिने सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। मेरो स्वास्थ्यको कारणले गर्दा म आउन सकेन, अब चाहिँ डेली मिनी भ्लग ल्याउने छु।